वाह सर्वोच्चको न्यायाधीश, वाह तपाईँलाई म सेल्युट भन्न चाहन्छु। कुलमान घिसिङले राजनीति प्रतिशोध साँधो भनेर फेरि पनि विद्युत प्राधिकरणमा केपी ओलीको सालुलाई नियुक्ति गर्नुभएको छ होइन। तपाईँ जस्तो न्यायाधीश मैले आजसम्म देखेको थिइनँ र देख्नु नि नपरोस् भन्न चाहन्छु। महेश बस्नेतले अन्तरिम सरकारलाई धम्कीपूर्ण अभिव्यक्ति देखेको छन्। यति केपी ओली र रमेश रेग्मीलाई छोएर म त हेर म 6 घण्टामा सरकार ढालिदिन्छु, बरु म मर्न रेडी छु, केपी ओलीलाई पक्राउ गर्न दिँदिनँ भनेर चाहिँ महेश बस्नेतको अभिव्यक्ति। यसै गरी कुलमान घिसिङलाई महेश बस्नेतले थर्काएका छन्। एमालेको महाधिवेशन बिथल्नको लागि चाहिँ उहाँ सडक अवरुद्ध गरेको, सडक बन्द गरेको भनेर चाहिँ कुलमान घिसिङलाई नै थर्काएका छन्। यत्रो थर्काउँदा पनि अन्तरिम सरकार के हेरेर बसिरहेको छ? अख्तियारले बाँदरले केरा हेरे जस्तो ठुलो ठुलो भ्रष्टाचारीको मुख हेरेर बसिरहेको छ। अन्तरिम सरकारले नै त्यही गतिविधि देखाइरहेको छ। आखिर यो देशको कानुन, यो देशको संविधान भनेको रवि लामिछाने मात्रै लाग्ने रहेछ होइन। सर्वोच्च अदालतले फेरि धेरै गुड न्युजहरू दिँदैछ जेनजीहरूको लागि पनि। याद रहोस्, संसद स्थापना सर्वोच्च अदालतले गर्दै नै छोड्छ।